राज्यको स्रोत साधन र शक्तिको दुरुपयोग नेताले मात्रै गर्छ भन्ने जुन भाष्य उनीहरूले बनाउनु खोजे त्यो बेठी थियो। म 13 महिना मन्त्री हुँदा मैले राज्यको स्रोत साधनको के दुरुपयोग गरेँ, छानबिनको दायरामा आउन तयार छु भनेर ओपन च्यालेन्ज मैले गरेको छु। एमाले पार्टीले गरेको छ, एमालेको सबै पङ्क्तिले गरेको छु। सुशीला कार्की प्रधान न्यायाधीश हुँदा छानबिनको दायरामा आउन तयार हो त? प्रधान न्यायाधीश हुँदाखेरि पनि त स्रोत साधनको दुरुपयोग त राम्रै हुने ठाउँ होला नि। रामेश्वर खनालजी अर्थ सचिव हुँदाको विषय छानबिनको दायरामा आउन तयार हो त? बजेट निर्माण गर्दा ठुल्ठुला व्यवसायहरूमा करका दर रेटहरू मिलाएका सेटिङहरूकै कुरा के हो त, गरेर छ कि छैन त? आरोप लाउनु म छानबिनमा आउन तयार हो त? कुलमानजी विद्युत प्राधिकरणको एमडी हुँदाका छानबिन गर्न तयार हो त? मलाई लाग्दैन उहाँहरू तयार हुनुहुन्छ भनेर। कुलमानजीको अहिलेको भारतको भ्रमणमा अन्तर्देशीय ट्रान्समिसन लाइन विस्तार गर्ने क्रममा जुन सम्झौता उहाँले गर्नुभयो, सायद 28 वर्षसम्मको सम्झौता गर्नुभयो र त्यसमा नेपाल विद्युत प्राधिकरणलाई एकोरो भाडा दिने गरेर थप 45 करोड लस गर्ने खालको सम्झौता गरेर आउनु भएको छ। कारबाही त यहीँबाट सुरु गरे पनि, उहाँको पुरानो ठाउँमा जानुपर्छ र नयाँ कारबाहीबाट सुरु गरे पनि। विभिन्न खालका संसारका देशहरू छन्, भ्याटिकन सिटीदेखि लिएर समथिङ आइसल्यान्ड भन्ने छ बेलायतको नजिकका देशहरू। ती देशहरू भनेका अवैध सम्पत्तिहरू जम्मा गर्ने, कर तिर्न नपर्ने, त्यहाँबाट आएका कम्पनीहरूलाई कर छुट दिएर रामेश्वर खनालजीले दोस्रो एनसेल काण्ड सिर्जना गर्नुभएको छ। त्यो कम्पनीको कन्सल्टेन्ट भएर उहाँले वर्षको 90 लाख खानु हुँदो रहेछ विगतमा। छानबिन त यहीँबाट सुरु गरे पनि 2 महिना भयो मन्त्री परिषदले पूर्णता पाएको छैन। 2 महिना भयो मन्त्रीज्यूहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छैन। यति रमाइलो स्टन्टबाजी छ। सञ्चार मन्त्रीज्यूले गरेको महत्त्वपूर्ण काम के रे भन्दा आर्यघाटमा वाइफाई फ्री रे। किन भन्दा आर्यघाटमा मरेका मृतकहरूको परिवारलाई विदेशमा लाइभ गर्ने रे। सबभन्दा महत्त्वपूर्ण उपलब्धि जगदीश खरेलजीको त्यही रहेछ।